Surprise! Hey everyone, welcome back to the channel. If you are new here, I'm Laxman. Today's vlog is a special one because my wife has no idea I'm coming home to surprise her. She thinks it's just another normal day, but that's about to change. Let's see if we can pull off this perfect surprise. This is the hotel I'll be staying at. I'm going to check in, freshen up, and then head to work. सी फिसिङ हो कि धुलो फिसिङ हो? छुट्टी भयो? स्कुलबाट छुट्टी भयो जस्तो लाग्यो। कुकुरहरू डुलाउने ठाउँकै डर पाएको। कस्तो राम्रो राम्रो कुकुर छ। कुकुरहरूको लागि नि पार्क है छुट्टै डग रन अरे। यो चाहिँ के हो? आँप होइन? आँप जस्तो छ र छैन? ट्रेन। केटाकेटीलाई कुकुर बिरालोलाई भनेपछि यिनीहरूले धेरै राम्रो बनाउने के उति के हो हटो चाहिँ भोट्रै उल्टा गर ऊ जेब्रा होइन मलमा यस्तो छ भनेर कसैले बताउँछ ओके आफ्टर अ बिजी डे एट वर्क इट्स टाइम टु इट चटनी के लिए जगह नहीं है कडा देखेछ त चटनी चाहिँ हो क्या ओइ के हो यो भटाइ त के हो यो त एनिमे जस्तो चाहिँ म त यो मिसो हो क्या मिसो कुन चाहिँ ल इतादाकिमास हामी कहाँ आएको हामी खै बिच लेखेको छ स्विमिङ बिच अरे स्विमिङ बिच आएको हामी चाहिँ काम सकेपछि फ्री टाइममा दामी छ ठाउँ चाहिँ भट्टाईको नयाँ जुत्ता हेर्दिउँ न ओ फायर छ नि त भट्टाईको जुत्ता ट्वाक 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 तर दामी छ कि हेर न है यो ठाउँ चाहिँ मन पर्यो पुरा ओइ त्यहाँ रहेछ नि राम्रो त उ त्यो यो क्यालिफोर्निया टाइपको के ल हामी चाहिँ अहिले यसो क्यालिफोर्नियातिर आएको है दिस इज लस एन्जलस क्यालिफोर्निया यो भ्यू त आगो छ त आगो भट्टाई कुन चाहिँ के राम्रो ए अँ ओइ त्यो पहाड है चाहिँ म त बादल भनिरहेको थिएँ होइन बादलै हो तर यो भ्यू त यस्तो राम्रो छ नि तर भट्टाईको जुत्ता जति राम्रो त छैन पुरा गोल्डन छ क्या पानी त तर यो फुटेज त यहाँबाट नि दामी अझै टल्किरहेको छ कि अब फाइनली म घर जाँदैछु बुढीलाई सरप्राइज दिने हो थाहा छैन बुढीलाई अब 2-3 घन्टा मात्रै पुग्छु म फाइनली आई एम होम अब चाहिँ बुढीलाई सरप्राइज दिनु बेला म झन् बुढीलाई सरप्राइज दिन पर्यो भनेर आएको त बुढीले त उल्टा मलाई सरप्राइज अनि थाहा हुन्छ क्या म आउने भनेको बुढी आउने बेला हुन लाग्यो अँध्यारो छ सरप्राइज
दे म आएको कसरी थाहा हो र के हो मेरो कपाल हेर नआएको त कस्तो देखियो के बनायो रे सेलरोटी इन द हाउस अचार पनि छ अचार बना छ नि ओइ के हो यो ओ माय गॉड चिकन टेस्टी टेस्टी चिकन कडा भयो त मासु त हेर्दै अन खतरा बनाउँछ है किन यस्तो मिठो बनाउने खै जा कति बजे हा यता देखाउ न हामी कहाँ जान लागेको घुम्न जान लागेको ओइ हेर न कति राम्रो के फलेको यो गेडागुडी फल्यो